सो गाइज आइफोन युजरहरूको लागि एउटा इन्फर्मेसन है। अब तपाईँको फोनहरूको टच चलेन भने डिस्प्ले चेन्ज गर्नु पर्दैन है, टच बनाउन पनि मिल्छ। आइफोन 11 भयो, जस्तै हजुरको यहाँ हेर्न सक्नुहुन्छ, यहाँ टच चलिरहेछ नि, यो पनि टच चेन्ज गर्न मिल्छ, होल डिस्प्ले चेन्ज गर्नु पर्दैन। अर्को पनि हेर्न सक्नुहुन्छ आइफोन 12 रहेको छ है, आधी टच भाग चल्छ आधी चल्दैन, यहाँनिर चल्दैन, माथि चाहिँ मजाले वर्किङ छ, यो पनि टच चेन्ज गर्न मिल्छ है। अर्को पनि हेर्न सक्नुहुन्छ आइफोन 12 प्रो आएको छ है, उहाँको पनि आधी चल्ने आधी नचल्ने भएको छ, यो पनि टच चेन्ज गर्न मिल्छ। जति पनि आइफोनहरू छ 11, 12 प्रोहरू सबैको टच रिप्लेसमेन्ट गर्न मिल्छ। सो तपाईँहरूको नि आइफोनमा यस्तो टच समस्या छ र ग्लास फुटेको छ, 17 प्रो म्याक्ससम्म 100% जेन्युन टच खोज्दै हुनुहुन्छ भने एमटेस ल्याब भिजिट गरेर बनाउन सक्नुहुन्छ। 100% डिस्प्ले, ब्याट्री, बोर्डमा केही पनि सम्बन्धी प्रब्लम छ, मोबाइल रिलेटेड केही पनि छ भने होलसेल मूल्यमा एमटेस ल्याब आएर आफ्नो फोन बनाउन सक्नुहुन्छ। यो सबै टच रिपेयर गरेर गरिदिन्छौँ। टचै बिग्रिया छ भने टच रिप्लेसमेन्ट गर्न मिल्छ, होल डिस्प्ले चाहिँ चेन्ज गर्नु पर्दैन है। सो यो सिरिजहरुमा कुनै पनि समस्या छ भने एमटेस ल्याबमा भिजिट गरेर आफ्नो फोन बनाउन सक्नुहुन्छ। लोकेसन मैले फर्स्ट भिडियोमा पिन गरिदिएको छु, सो हेरेर भिजिट गर्न सक्नुहुन्छ।